सो हेलो नमस्ते म डीके पारस आज फेरि एउटा सानो एउटा इन्फर्मेसन वाला टाइपको एउटा भिडियो लिएर आइसकेको छु। आज दशैंको दिनमै पारेर यो भिडियो मैले चाहिँ ड्युटीमा बसेर अब दशैंको दिन के भन्नु ड्युटीमा छु नाइट ड्युटी। अहिले स्पेशली तपाईहरुलाई थाहै छ पछिल्लो समय मेरो नाइट ड्युटी चलिरहेको छ अनि आज दशैंको दिनको अवसर पारेर तपाईहरुको जिज्ञासाहरुलाई समेटेर एउटा भिडियो ट्याक्क बनाइदिन्छु भनेर अनि म चाहिँ यहाँनिर आजको भिडियो लिएर आइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र जसले साथीहरुले डीके पारसलाई अझै पनि सब्स्क्राइब गर्न बिर्सिनु भएको छ उहाँहरुले चाहिँ गएर सब्स्क्राइब गरिदिनु होला। विजयदशमीको धेरै धेरै शुभकामना सबैजनालाई है जो साथीहरु मसँग आबद्ध हुनुहुन्छ। त्यही नै भन्दै आजको भिडियोलाई सुरु गर्न चाहन्छु। भिडियोलाई लाइक र सब्स्क्राइब शेयर के गर्न मिल्छ सबै गरिदिनु होला है, पैसा लाग्दैन, फ्रीमा हुन्छ त्यो चाहिँ है। अनि त्यही हो पछिल्लो समय चाहिँ लगातार पीएचपीडी रिलेटेड भिडियोहरु बनाएर आइरहेको थिए अनि पछिल्लो समय यो नाइट ड्युटीले गर्दाखेरि ब्याक टु ब्याक आउन पाएको छैन। तपाईहरुको कति जिज्ञासाहरुले मैले समेट्न पाएको छैन, तपाईहरुले मेसेज गर्नु भएको छ, त्यसलाई पनि मैले हेर्दै छु बुझ्दै छु। अनि पछिल्लो समय धेरै साथीहरुले एउटा यो माल्टा सेक्युरिटीको बारेमा बनाइदिनु भनेर रिक्वेस्ट गर्नु भएको रहेछ। त्यही भएर आज चाहिँ यस्तो सानो ट्याक्क बनाइदिन्छु भनेर म आजको भिडियो चाहिँ माल्टा सेक्युरिटी कार्ड सम्बन्धी हुन्छ है त। मैले जाने बुझे अनुसारको म तपाईहरुलाई इन्फर्मेसन दिन्छु। तपाईहरुले चाहिँ के जिज्ञासा छ भने तपाईहरुले डिस्क्रिप्सनमा मेरो फेसबुक, इन्स्टाग्राम, टिकटक, जीमेल सबै छ, त्यहाँ गएर तपाईहरुले मेसेज गर्न सक्नुहुन्छ। स्पेशली फेसबुक मेसेन्जरमा आएको चाहिँ म सकेसम्म रिप्लाई गर्ने कोसिस गर्छु, किनभने मेसेन्जर दिनमा एक दुईचोटि घर कुरा गर्नु भयो भने हेरिरहेको हुन्छु, अरु चाहिँ खासै हेर्ने त्यस्तो फुर्सद हुँदैन, त्यो भएर टाइममै रिप्लाई नआउन सक्छ। त्यो भएर मेसेन्जरलाई अलि बढी प्रायोरिटी दिएर तपाईहरुले मेसेज गर्न सक्नुहुन्छ। अरु चाहिँ जीमेल गर्नुभयो भने जीमेल र मेसेन्जर चाहिँ मैले म्याक्सिमम युज गर्छु है त। अरु पनि गर्नु होला, अरु पनि यसो गरिरहेको हुन्छु। त्यही भएर अनि सबै मैले जाने बुझेको हुँदैन, मैले पनि इन्फर्मेसन पास गर्ने हो। कहिलेकाहीँ गल्ती कमजोरी हुन सक्छ, करेक्सन गर्नुपर्ने हुन्छ, त्यस्तो चाहिँ तपाईहरुले यसै भिडियोको कमेन्टमा आएर करेक्सन गरिदिन सक्नुहुन्छ। साथीहरुले मेरो भिडियो हेर्दै गर्दाखेरि कमेन्टमा पनि चेक गर्नुहुन्छ, त्यहाँनिर मैले छुटाएका मैले भन्न बिर्सेका कुराहरु तपाईहरुले गरिदिनु भयो भने अरु साथीहरुलाई चाहिँ सहज हुन्छ। जो साथीहरुलाई मैले भनेका बाहेक एक्स्ट्रा कुराहरु थाहा छ है त। आउनुस् भिडियोलाई सुरु गरौँ। र माल्टा सेक्युरिटीको बारेमा भन्नु पर्दाखेरि चाहिँ म पनि स्पेशली पहिला आबुधाबी पीएचपीडीबाट माल्टा आएको एज अ सेक्युरिटी गार्डमा नि। अब सुरुमा आएर अलि दिन सेक्युरिटीमै काम गरियो अनि त्यसपछि भनेअनुसारको भएन, भनेअनुसारको नभएपछि मैले चाहिँ कम्पनी नै चेन्ज हान्दिएँ हैन। यो बारेमा पनि मैले तपाईलाई अगाडिको भिडियोमा भनिसकेको छु के कस्तो भयो, किन चेन्ज गरेँ, मैले के काम गर्दैछु, कस्तो के भनेर मैले अगाडिको भिडियोहरुमा हालेको छु। तपाईहरुले चाहिँ च्यानलमा गएर भिडियो सेक्सनमा गएर धेरै भिडियोहरु छन्, त्यहाँनिर गएर हेर्न सक्नुहुन्छ है त। त्यसपछि मैले चेन्ज गरेँ सेक्युरिटी। अहिले चाहिँ म करेन्टली चाहिँ म सेक्युरिटी जब गर्दिनँ। लाइक म चाहिँ यहाँ एउटा माल्टाको सिलेमा भन्ने ठाउँमा एउटा होटल छ, सानो होटल छ, त्यस्तो ठुलो होटल पनि होइन, त्यही 50-60 वटा रुम भएको होटलमा चाहिँ म रातिमा नाइट रिसेप्सनिस्टको काम गर्दैछु। अहिले म ड्युटीबाटै तपाईहरुलाई चाहिँ यो इन्फर्मेसन टाइपको भिडियोहरु बनाइरहेको छु। पछिल्लो समयमा धेरै साथीहरुले चाहिँ मलाई मेसेज गरेर माल्टाको सेक्युरिटी गार्डको डिमान्ड आएको छ, यस्तो छ भनेर देखाउनु भएको थियो के मलाई फोटोहरु, धेरै फोटो अनि भिडियोहरु पनि। एकजना चाहिँ दुबईको एउटा मेन पावर एजेन्सीको मान्छे पनि यहाँ माल्टामा बसेर सेक्युरिटी गार्डको डिमान्ड एकदमै हाई डिमान्ड यताउता भनेको भिडियोहरु मैले ठ्याक्कै नाम चाहिँ अब म तपाईहरुलाई भन्न चाहन्न, तर साथीहरुले मलाई भिडियो पठाउनु भएको थियो, यस्तो डिमान्ड आएको रहेछ, कस्तो हुन्छ सेक्युरिटीमा, माल्टा सेक्युरिटीमा त्यस्तो डिमान्ड आएको छ, त्यस्तो डिमान्ड हुन्छ र दुबई कतारमा जस्तै हुन्छ र सेक्युरिटीमा पनि माल्टा भनेर सोध्नु भएको थियो। अनि मलाई केही साथीहरुले चाहिँ नेपालको एजेन्सीहरुले पनि त्यो डिमान्ड खाना बस्न फ्री अनि यति स्यालेरी भनेर चाहिँ माल्टा सेक्युरिटीको त्यो डिमान्डहरु हालेको रहेछ। अनि साथीहरुले मलाई चाहिँ मेसेन्जरमा फोटो पठाउनु भएको थियो, यस्तो डिमान्ड आएको छ। इभन मैसँग पहिला पीएचपीडीमै काम गर्ने साथीहरुले पनि धेरै मेसेज गर्नु भएको थियो मलाई, यस्तो डिमान्ड आएको छ, के हो कुरो खास भनेर सोध्नु भएको छ। अनि यो सबै कुराहरुलाई समेटेर मैले चाहिँ आज तपाईहरुलाई चाहिँ के छ त नि यहाँ फ्याक्ट, मैले के फेस गरेर आएँ हैन, मैले बुझे अनुसारको के छ माल्टा सेक्युरिटीको बारेमा म तपाईहरुलाई चाहिँ मैले जाने बुझेका कुराहरु म तपाईहरुलाई बताउँछु है त। अब स्पेशली म सुरुमा तपाईहरुलाई चाहिँ त्यो भिडियोको बारेमा भनौं। भिडियोमा चाहिँ एकजना लाइक राम्रै अब युट्युबर होला, टिकटकर होला, मैले पनि उहाँको भिडियोहरु हेर्थेँ। माल्टा हुँदाखेरि चाहिँ कति साथीहरु उहाँको थ्रुबाट पनि माल्टा आउनु भएको थियो विभिन्न जबहरुमा, स्पेशली पछिल्लो समयमा सेक्युरिटीको पनि उहाँले काम गर्नुहुन्थ्यो म आबुधाबी छँदै। पछि चाहिँ अनि उहाँले कति जनाको पैसा खाइदिए पछाडि बिचमा एकचोटि चाहिँ उहाँको राम्रै विरोध भइरहेको थियो, राम्रै चाहिँ हैन, ल कतिजनाको पैसा खाइदियो यताउता भनेर मैले पोस्टहरु देखिरहेको थिएँ। अनि अहिले पछिल्लो समयमा चाहिँ माल्टै बसेर अनि अब राम्रै तरिकाले अब सेक्युरिटीको यताउता कुरा गर्नु भएको थियो, डिमान्ड सिमान्ड। अनि त्यही भएर मलाई साथीहरुले चाहिँ सोधे थियो यत्रो डिमान्ड आउँछ, यो मान्छेसँग प्रोसेस गर्दा कस्तो हुन्छ, के हो कुरो भनेर भन्नुभएको थियो हैन। अब त्यो चाहिँ म उहाँलाई व्यक्तिगत रूपमा चाहिँ म चिन्दिनँ उहाँलाई हैन। म पनि माल्टामै छु, उहाँ नि अहिले पछिल्लो समय माल्टामै हुँदो रहेछ। सायद मैले एक दुईटा भिडियो हेर्दा साथीहरुले पठाउनु भएको भिडियो हेर्दाखेरि चाहिँ
अनि उहाँले सेक्युरिटीको बारेमा चाहिँ त्यो डिमान्डहरू गर्नुभएको रहेछ। उहाँलाई मैले पर्सनली चिन्दिनँ, उहाँ कस्तो के भन्ने कुरा चाहिँ यति हो। म आबुधाबी हुँदा चाहिँ म पनि माल्टा आउने तर्खरमा चाहिँ मैले उहाँको भिडियोहरू हेर्थेँ, अलिअलि आउँथ्यो मेरो युट्युबमा टिकटकमा। त्यतिखेर चाहिँ अनि पछाडि चाहिँ उहाँले अलिकति फ्रड गर्नुभयो यहाँ हो भनेर भिडियो आउन लागे पछाडि अनि मैले चाहिँ छोडिदिएँ। अझ मैले एकचोटि यता माल्टा प्रोसेस गर्नुभन्दा अगाडि उहाँलाई एकचोटि म्यासेज पनि गरेको थिएँ कि इन्स्टाग्राममा। त्यही हो, त्योभन्दा मेरो त्यस्तो खासै चिन्तन छैन। रहेको कुरा डिमान्डको कुरा हो। डिमान्डको अब उहाँले भने जस्तो यहाँ माल्टामा चाहिँ मलाई लाग्दैन त्यति साह्रो सेक्युरिटीको डिमान्ड हुन्छ माल्टामा, होइन, मलाई लाग्दैन। किन भन्दा माल्टामा दुबई कतार जस्तो त्यहाँ जस्तो यहाँ एकदमै डिमान्ड हुँदैन माल्टामा, स्पेसली सेक्युरिटी गार्डको लागि। अरू हस्पिटालिटी सेक्टरमा जस्तो वेटरहरू, सेफ, होइन, हाउसकिपिङ, क्लिनिङ जबको लागि चाहिँ एकदमै डिमान्ड हुने ठाउँ हो यहाँ, किनभने म्याक्सिमम होटेलहरू छ यहाँ, होइन। त्यो भएर चाहिँ अरू काममा त होला, सेक्युरिटीमा त्यस्तो हाई डिमान्ड छ यतिजना उतिजना भनेर त्यो चाहिँ मलाई लाग्दैन होला। फाटाफुट्टा उहाँले चाहिँ कम्पनीहरूको होला डिमान्ड उहाँसँग अलिअलि सेक्युरिटीमा। त्यो चाहिँ तपाईँहरूलाई मैले चाहिँ अब अहिलेसम्म केही नबुझेसम्म मैले फ्याक्ट म भन्न सक्दिनँ। तर मलाई म चाहिँ यति चाहिँ भन्न सक्छु कि तपाईँहरूले सोधे जस्तो एकदमै धेरै सेक्युरिटीको डिमान्ड चाहिँ हुँदैन है यहाँनिर। सेक्युरिटीको त्यस्तो स्कोप चाहिँ मैले देखेको छैन है। तर छँदै नभएको होइन, छ। म पनि सेक्युरिटी गार्डमै आएको हो। सेक्युरिटी गार्डमा आइसके पछाडि त्यही हो, तपाईँहरूलाई चाहिँ अब राम्रो कम्पनी चुज गरेर आउनुपर्ने हुन्छ। राम्रो कम्पनी चुज गरेर आयो भने चाहिँ राम्रो पनि छ है यहाँ, नराम्रो भनेको चाहिँ होइन है। मैले चाहिँ छँदै छैन भनेको पनि छैन, नराम्रो भनेको पनि छैन। तर राम्रो कम्पनी चुज गरेर राम्रो तरिकाले राम्रो वेबाट आउनुभयो भने ठिकै हुन्छ सेक्युरिटी गार्डमा पनि, है त। अनि त्यसपछि अब अरू रह्यो अर्को कुरा, तपाईँहरूले चाहिँ एउटा साथीहरूले चाहिँ एउटा साथीले मलाई आबुधाबीबाट गर्नुभएको थियो, अरू साथीहरू चाहिँ धेरै साथीहरूले चाहिँ नेपालबाट त्यो डिमान्ड मेन पावरको डिमान्डमा चाहिँ सेक्युरिटी गार्ड ड्युटी 8 घण्टा खाना बस्न फ्री यताउता भनेर चाहिँ त्यो डिमान्ड आएको रहेछ। अनि उहाँ पठाउनु भएको थियो। अनि अर्को पनि थियो 1-2टा डिमान्डहरू, अनि सोध्नु भएको थियो। एउटा कुरो चाहिँ म फ्याक्ट के भनिदिन्छु भने यहाँनिर 8 घण्टा सेक्युरिटीमा जब चाहिँ प्रायः कमै ठाउँमा हुन्छ क्या 8 घण्टा चाहिँ, नत्र प्रायः भनेको 12 घण्टा हुन्छ क्या। र स्पेसल्ली माल्टामा चाहिँ मैले जति बुझेँ, होइन, म पनि यहाँ आएर बसेको 1-1.5 वर्ष भयो। मैले लगभग 2-4 महिना मैले पनि राम्रै सेक्युरिटीमै काम गरेँ। गर्दाखेरि चाहिँ 8 घण्टा ड्युटी चाहिँ मलाई थाहा पाएन अहिलेसम्म, होइन। इभन दुबई आबुधाबीमा हुँदाखेरि पनि मैले थाहा पाएको थिइनँ। त्यस्तै अफिसहरूमा ब्याङ्कहरूमा पऱ्यो भने चाहिँ 8 घण्टा ड्युटी हुन्छ। कतारमा थाहा छ मलाई, कतारमा क्युएनबी ब्याङ्कहरू यस्तो ब्याङ्कहरूमा चाहिँ 8 घण्टा सिफ्ट हुन्थ्यो है। अनि नत्र भने चाहिँ मैले खासै आबुधाबीतिर दुबईतिर यहाँ माल्टामा आइसकेपछि 8 घण्टा सिफ्टवाला सेक्युरिटी मैले थाहा पाएको छैन। अब त्यो डिमान्ड लेटरमा 8 घण्टा जब भनेर खुलाएको रहेछ। अब त्यहीँनिर फेक लाग्यो एउटा चाहिँ। अर्को कुरा खाना बस्न फ्री भनेको छ। तपाईँलाई म एउटा कुरा क्लियरली भनिदिन्छु, होइन, माल्टामा खाना बस्न फ्री भनेर मैले अहिलेसम्म त्यस्तो मैले कुनै जबै थाहा पाएकै छैन क्या, कुनै कामै थाहा पाएको छैन क्या मैले। जुनसुकै जबमा पनि तपाईँले खाना आफ्नै हो, बस्ने आफ्नै हो है। मैले अहिलेसम्म त्यस्तो 1-2टा कम्पनी होला, होइन, खाना बस्न फ्री गर्ने। तर सेक्युरिटीमा फ्री गरेको चाहिँ मैले अहिलेसम्म थाहा पाएको छैन। अरू जग्गा पनि 1-2टा 100मा तपाईँको 1-2% होला 1-2टा कम्पनीले चाहिँ बस्ने खाने प्रोभाइड गर्न सक्छन्। अब प्रायः जस्तो होटेलमा त अब खानाहरू फ्री हुन्छ, होटेलमा काम गर्ने मान्छेहरूको त्यो अलावा नै भयो। तर नै भने त्यस्तो खाना फ्री, बस्न फ्री त्यस्तो मैले अहिलेसम्म सुनेको छैन। अब खाना बस्न फ्री भन्ने बित्तिकै त दोस्रो फेक लाग्यो। अनि तेस्रो चाहिँ नर्मली स्यालेरीको कुरामा थियो। स्यालेरीको कुरामा चाहिँ माल्टामा एभरेजमा सेक्युरिटी गार्डले कमाउने भनेको 1200 देखि 1400 रुपियाँ हो है। त्यहाँनिर चाहिँ एकदमै हाई प्राइस देखाइरहेको थियो क्या, हाई मनी एकदमै। त्यस्तै राम्रै ठुलै कम्पनीमा पर्नुभयो, तपाईँले नाइट ड्युटी गर्नुभयो, हप्ताको 7 दिन काम गर्नुभयो, 12-12 घण्टा भने तपाईँको हुन सक्ला। नाइ भने चाहिँ तपाईँहरूको त्यत्रो चाहिँ लगभग स्यालेरी हुन्छ, लगभग 1800-2000 युरो हुन्छ भनेर चाहिँ मलाई बिलिभ लाग्दैन है, मलाई बिलिभ छैन। अनि तेस्रो फेक है त्यो चाहिँ। अनि यही हो, यही नै भन्न चाहन्छु। राम्रोसँग बुझेर आउनु होला, नभएको होइन। सेक्युरिटीमा डिमान्डहरू हुन्छ, तपाईँहरूले सकेसम्म चाहिँ त्यो एजेन्सी थ्रु भन्दा पनि अनि यो होइन यो फेक कुराहरूको पछाडि लाग्नुभन्दा सकेसम्म आफै राम्रो कम्पनीमा राम्रो डकुमेन्ट, तपाईँसँग एक्सपिरियन्स छ भने चाहिँ राम्रो डकुमेन्ट, स्ट्रङ डकुमेन्ट बनाएर युरोपास सिभी बनाएर तपाईँले राम्रो कभर लेटर लेखेर कम्पनीमा ब्याक टु ब्याक मेल गर्नु होला। मेल गरे पछाडि एउटा न एउटा कम्पनीले तपाईँलाई फिडब्याक पठाउँछ राम्रोसँग, उनीहरूले चाहिँ होइन रिप्लाई गरेपछि त्यसरी नै डाइरेक्ट प्रोसेस गरेर आउनु होला। होइन भने यदि तपाईँ एजेन्सीबाटै आउँदै हुनुहुन्छ भने पनि माल्टाको राम्रो सेक्युरिटीको कम्पनीको बारेमा बुझेर अनि बल्ल एप्लाई गर्नु होला। जुन पाए त्यही नामै नसकेको कम्पनीमा नआउनु होला, किन भन्दाखेरि
अब हामी अबुधाबीबाट आउँदाखेरि हामी पनि अब त्यही लैलैको तालमा लाएर यहाँ जो कुन कम्पनी हो कुन राम्रो छ के छ भन्ने कुरा थाहा भएन मेरो पनि पहिला कोही साथीहरू थिएन सेक्युरिटीमा अब आफूसँग सेक्युरिटीको एक्सपिरियन्स बा केही थिएन त्यतिखेर अनि सेक्युरिटीमै एप्लाई गरौँ अब भिजा आउने चान्स पनि बढी हुन्छ जे काममा गरेको जेमा एक्सपिरियन्स छ त्यसमा गर्दाखेरि भनेर सेक्युरिटीमा गएर ट्याङडुङ गरेर आइयो झापझुप एप्लाई गरेर अनि जस मैले चाहिँ लगभग आफै गरेँ अब एप्लाई त्यो भएर पनि मैले धेरै एजेन्सीहरूलाई बुझाउनु परेन त्यो कारणले पनि ठिकै छ भन्ने भयो आएँ यहाँ आइसकेपछि जब चेन्ज गरेँ मैले 2-4 महिना पछाडि जस अहिले ठिकै छ मलाई चाहिँ अनि तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने सेक्युरिटीमा आउनु नो प्रब्लम तर आउँदाखेरि एकदमै राम्रोसँग बुझेर त्यो मान्छेहरूले भिडियो हालेर 200 जनाको डिमान्ड खाना बस्न फ्री 8 घण्टा ड्युटी 2000 युरो 1800 युरो भनेर भनेको भरमा नआउनुहोस् राम्रोसँग बुझ्नुहोस् मलाई मेसेज गर्नुहोस् यहाँनिर केही कम्पनीहरू छन् म नामै तोकेर भनिदिन्छु तपाईँको सिंगल रेट सेक्युरिटी सर्भिस भन्ने छ मैले राम्रो देखेको छु तिनीहरूको चाहिँ ड्युटी स्यालेरीहरू राम्रै छ उहाँहरूको चाहिँ अनि अर्को ग्रुप 4 छ माल्टा यो दुईटा कम्पनीहरू ग्रुप 4 र सिंगल रेटमा आउनुभयो भने चाहिँ राम्रै हुन्छ अरू कम्पनीहरू भनेको तपाईँको ड्युटीमा डिपेन्ड गर्ने कुरा हो ड्युटी पाउनु भयो स्यालेरी राम्रो पाउँछ ड्युटी पाउनु भएन भने सलाम वालेकुम हुन्छ त्यही भएर सिंगल रेट र ग्रुप 4 मा आउँदै हुनुहुन्छ भने चाहिँ मजाले आउनुहोस् उनीहरूले ड्युटी पनि दिन्छ तपाईँलाई स्यालेरीमा प्रब्लम छैन काममा प्रब्लम छैन मैले बुझेअनुसार चाहिँ त्यसमा राम्रै छ सिंगल रेट म्याक्सिमम मेरो पनि साथीहरू हुनुहुन्छ सिंगल रेटमा अनि ग्रुप 4 मा चाहिँ बरु अहिले पछिल्लो समय त्यस्तो मेरो छैन पहिला एकजना साथी हुनुहुन्थ्यो अनि छोडिसक्नु भयो अहिले प्रायः जस्तो चाहिँ म प्रायः के हुन्छ भने माल्टामा खासै सेक्युरिटी स्कोप छैन कि तपाईँहरूको अब यो राम्रो कम्पनी हो सिंगल रेट र ग्रुप 4 चाहिँ यसमा चाहिँ प्रायः माल्टिजै हुन्छ क्या त्यही हो अब अरू कम्पनीमा अब त्यही हो कहिले काम हुन सक्छ नहुन सक्छ त्यही हो त्यही भएर यस्तो यो दुईटा कम्पनी भने अरूहरू पनि राम्रो छन् होइन अरूहरू पनि तपाईँहरूले साँच्चै बुझ्नुहुन्छ भने चाहिँ म बुझेर फेरि पछि गरौँला नत्र अरू कम्पनीमा आउँदा चाहिँ एकदमै बुझेर राम्रोसँग विचार गरेर आउनु होला धेरै पैसा खनाएर आएर यहाँ आएर पछि ड्युटी नै नपाएर रुममा बस्दाखेरि गाह्रो हुन्छ अनि अहिले चाहिँ अब आइसकेपछि नि कम्पनी चेन्ज गर्न पनि अलिकति खर्च देखिएको छ पहिला सजिलो थियो 300 रुपियाँ तिरेर हुन्थ्यो भने अहिले चाहिँ एकदमै बढी 600 कति समथिङ लाग्छ यताउता भन्ने छ तपाईँ सेक्युरिटीमा आइसकेपछि अलिअलि खर्च भइहाल्छ सुरुमा तपाईँ लाइसेन्स बनाउनु पर्ने हुन्छ ट्रेनिङ लिनुपर्छ यताउता गर्नुपर्ने हुन्छ त्यो बारेमा पनि मैले भिडियो बनाइसकेको छु त्यही भएर जस्तो भए त्यस्तै कम्पनीमा आउँदा तपाईँलाई प्रेसर पर्न सक्छ त्यो भएर बुझेर राम्रोसँग आउनु होला है त आजलाई यति नै बाँकी फेरि अर्को भिडियोमा लिएर आउनेछु तपाईँहरूको जिज्ञासाहरूलाई समेटेर है त तपाईँको त्यस्तो केही जिज्ञासाहरू छन् भने तपाईँहरूले मलाई डाइरेक्ट मेसेज गर्नु सक्नुहुन्छ म फ्री टाइममा यसरी नै मेसेज बनाएर मेसेज होइन भिडियो बनाएर सरी करेक्सन गरेँ होइन नाइट ड्युटीमा छु अलिक निन्द्राले चुम पारिरहेको छ होइन त्यही हो म फेरि आउँछु आजलाई चाहिँ यति नै हस् त नमस्कार